एउटा साथीले मलाई सोधिराख्नु भएको थियो कि म कन्टिन्यू विगत 8 सालदेखि मेडिसिन्सहरु खाइराखेको छु, दबाई खाइराखेको छु, तर खै के हो, म क्योर हुन सकिराखेको छैन, म राम्रो हुन सकिराखेको छैन। 8 सालदेखि आई एम कन्टिन्युअसली कन्ज्युमिङ दिज मेडिसिन्स। र यसको पछाडिको कारण के हो, यसको पछाडिको लजिक के हो, आखिरमा यो किन भइराखेको छ भनेर मलाई उहाँले सोधिराख्नु भएको थियो। सो आई एम गोइङ टु टेल यु व्हाट एक्ज्याक्टली ह्यापनिङ विथ दैट पर्टिकुलर पर्सन। सो वाच दिस भिडियो टिल एन्ड। सो हुन्छ के भन्दा तपाईको चाहिँ राम्रोसँग बुझ्नु होला, एकदम क्लियर हुनु होला। हाम्रो माइन्ड र हाम्रो बडी आर इन्टरकनेक्टेड। प्लिज ट्राई टु अन्डरस्ट्यान्ड इट। हाम्रो माइन्ड र हाम्रो बडी, हाम्रो साइकोलोजी र हाम्रो फिजियोलोजी इन्टरकनेक्टेड हुन्छ। र दबाईको काम भनेको तपाईको चाहिँ नि बायोलोजिकल काम गर्ने हो, यानी उसले बडीको लेभलमा मात्र काम गरिराखेको हुन्छ। जबसम्म तपाईको माइन्ड फिट छैन, तपाईको माइन्ड स्ट्रङ छैन, तपाईको माइन्ड रेडी छैन त्यो रोगलाई बाहिर फाल्नको लागि या त्यो रोगलाई निकालेर फाल्नको लागि, तबसम्म तपाईलाई 100% रिजल्ट आउनेवाला छैन। सो हामीले गल्ती कहाँनिर गरिराखेको छौँ तपाईको चाहिँ नि, हामीले मेडिसिन त कन्ज्युम गरिराखेको छौँ, हामी डाक्टरले भनेको कुरा त मानिराखेको छौँ, तर हामीले आफ्नो माइन्डको लेभलमा काम गरिराखेको छैनौँ। सो माइन्डको लेभलमा काम गर्नु एकदमै जरुरी छ। सो आज बस्नु होला र जस्ट थिंक अबाउट इट। यदि तपाईलाई कुनै पनि किसिमको यस्तो च्यालेन्जेस छ, यस्तो समस्या छ, यस्तो इश्यूज छ भने आज राम्रोसँग बस्नु होला एन्ड जस्ट थिंक अबाउट इट। तपाईको माइन्ड कतिको एनर्जेटिक छ, तपाईको माइन्डमा कस्तो थट आउँछ, तपाईसँग कस्तो किसिमको इमोसन छ, तपाईसँग कस्तो किसिमको फिलिङ छ, तपाईसँग कस्तो किसिमको भ्यालु छ, तपाईसँग कस्तो किसिमको बिलिभ छ, तपाईको कस्तो आइडेन्टिटी तपाईले बनाउनु भएको छ, त्यसमा राम्रोसँग बसेर काम गर्नु होला। र म 100% तपाईलाई ग्यारेन्टी दिन सक्छु, जबसम्म तपाईको माइन्ड फिट हुन्न तबसम्म मेडिसिनले आफ्नो काम त गरिराखेको छ। यसको मतलब मेडिसिन नखानुस्, मेडिसिन कन्ज्युम नगर्नुस् भनेको होइन। मेडिसिन कन्ज्युम गर्नुस्, दबाई खानुस्, डाक्टरसँग कन्सल्टेसन गर्नुस्, तर आफ्नो माइन्डमा पनि काम गर्न स्टार्ट गर्नुस्, किनकि माइन्ड र तपाईको बडी आर इन्टरकनेक्टेड एन्ड व्हाट एभर इन्स्ट्रक्सन्स आर गोइङ टु बी गिभन बाई योर माइन्ड, योर बडी हैज टु फलो इट। सो आज बसेर यसको बारेमा राम्रोसँग विचार गर्नु होला। दिस इज उमेश साइनिङ आउट अन्टिल विल मिट अगेन।